आज चाहिँ म बिहानै बिहानै कहाँ जानको लागि रेडी हुँदैछु। आउनुहोस् भिडियो लास्टसम्म हेरिदिनु। सो हेलो साथीहरू, स्वागत छ मेरो यो डेली ब्लगमा। सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। म चाहिँ बिहान उठेर चाहिँ नुहाएँ गरिसकेपछि मेरो बाबुलाई नि नुहाइदिएको थिएँ। नुहाएर चाहिँ बाबुलाई रेडी गरिदिएँ। त्यसपछि चाहिँ म पनि रेडी हुन लागेँ। खासमा चाहिँ आज हामी मन्दिर जाने भनेको थियौँ, त्यही भएर चाहिँ म रेडी हुँदैछु। सोमबार हो नि त, अनि त्यही भएर चाहिँ बिहानै नै मैले कामहरू सब सकेर त्यसपछि म रेडी हुनतर्फ लागेँ। अलिअलि मेकअप पनि गर्न लागेँ, धेरै त नै अलिअलि गरेँ। त्यसपछि चाहिँ मैले लुगाहरू लगाएर रेडी भएँ। फाइनली मेरो बाबुलाई नै मैले रेडी गरिसकेको थिएँ। त्यसपछि बाबु चाहिँ हल्का निद्रामै थिए जस्तो गरिरहेको थियो कि फेरि मैले बाबुलाई हाँस भनेको, फेरि हाँसेको। फेरि आमा छोरा चाहिँ टक्क पारेर रेडी भएर चाहिँ हामीहरू गयौँ त्यहाँ माइजूको रुममा। त्यसपछि माइजू अनि आउनुभयो। त्यसपछि हामीहरू चाहिँ गयौँ अनि दुइटै अनि बाबु अनि हामीहरू हल्का गफ गरिरहेको थियो, भनिरहेको थियो हामीहरू चाहिँ कस्तो कालो देखिरहेछौँ है भनेर यस्तै कुराहरू गरिरहेको थियौँ। त्यसपछि चाहिँ माइजू चाहिँ आज सजिएर चाहिँ हिरो नै लाग्दैछन् अनि त्यही कुराकानी गर्दै थिएँ। फेरि माइजूलाई चाहिँ मैले हँसाइदिएको। फेरि फाइनली हामी यत्तिकैमा मन्दिर पनि पुगेका थियौँ। सुरत बस्ने साथीहरूलाई त थाहै होला यो मैदान मन्दिर हैन। अनि त्यसपछि चाहिँ हामीहरू फाइनली मन्दिरमा पुगिसकेका थियौँ। अनि मेरो बाबु चाहिँ के आज के भएको थियो त्यति खेलिरहेको थियो हैन। त्यसपछि मेरो बाबुले नि दर्शन गर्यो। हामी चाहिँ खासमा दर्शन गरौँला भनेर आएका थियौँ। अनि त्यसपछि एकछिन दर्शन गर्यौँ मन्दिरमा आएर। अनि एकछिन फेरि माथि अर्को ठाउँ पनि गयौँ। मन्दिर चाहिँ धेरै ठुलो छ है यहाँ। अनि मन्दिर अनि माथिको मन्दिर पनि गयौँ। त्यसपछि चाहिँ हामीले एकछिन बस्यौँ त्यहीँ। अनि त्यसपछि चाहिँ बाबु चाहिँ रोइरहेको थियो, खोइ किन हो। त्यस्तो बाबुलाई बाहिर देखाएँ अनि बाहिर चाहिँ मस्त थियो, केही हरियो गार्डनहरू पनि थियो। त्यसपछि चाहिँ हामीहरू बाबु रुन लाग्छ भनेर फेरि हल्का बसेर फेरि हामी घरतिर आउनको लागि रेडी भयौँ। खै बाबुले के भएको थियो, खै बिहानैदेखि सन्चो थिएन कि के हो, त्यही पनि लिएर आइहाल्यौँ। त्यसपछि बाबुलाई धेरै परेशान गरिरहेको थियो, रोइरहेको थियो। अनि त्यसपछि हामी धेरै बसेनौँ के त्यहाँ। अनि आइहाल्यौँ। एकछिन माइजूले बोकिरहेको थिइन्, एकछिन मैले बोकिरहेको थिएँ। अनि त्यस्तै गरेर चाहिँ हामीहरू घरतिर आयौँ। खै अर्कोचोटि त राम्रैसँग खेलिरहेको थियो, खै यो चोटि चाहिँ के भयो होला खै कुन्नी। त्यसपछि